अनि खाना पनि यहीँ खाने होला सुत्ने होला सोचेको होइन खाना चाहिँ बाहिर निस्किने भन्नु 12 घन्टा भइसक्यो अनि 8:30 बजे जति आछ कि हेलो हेलो साथीहरु हजुरलाई स्वागत छ मेरो मिनी भ्लगमा आई होप सबैजना सन्चै हुनुहुन्छ होला आज भने हामी सुर्खेतदेखि काठमाडौँ जाँदै छौं यसो प्लेन नआएको मौकामा हामीले फोटो भिडियोहरु टिकट देखाउँदै लिइरहेको छौं 1 घण्टा भइसक्यो प्लेन तर पनि आएको छैन कुर्दा कुर्दा थाक्यौं फाइनली प्लेन पनि आयो हामी प्लेन तर्फ गयौं फोटो भिडियो पनि लियौं अनि प्लेन हल्लिँदा चाहिँ हल्का डराउने मान्छे चाहिँ उहाँ हुनुहुन्छ यसो हल्लिँदाखेरि अनि यस्तो मनमोहक दृश्य देखिरहेको छ न सुर्खेतको यस्तो मजाको है हरियाली कस्तो राम्रो आहा हेर्दै पनि लोभ लाग्ने अनि हामी चाहिँ बादलमाथि उडेर सरररर गयौं साथीहरु यस्तो राम्रो छ अनि बादल लागेको भएर चाहिँ हिमालहरु चाहिँ खासै देखेको छैन अनि अहिले चाहिँ बुद्ध एयरमा यस्तो फ्रुटी र अनि बदाम दिने भएको रहेछ तर मलाई थाहा थिएन म चाहिँ 6-7 पटक जाँदाखेरि मैले पाएको थिएन अनि फाइनल्ली हामी चाहिँ उड्दै 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 काठमाडौँ पनि पुग्यौं साथीहरु काठमाडौँको एयरपोर्ट नजिकै हेर्नु पुग्दाखेरि यस्तो दृश्य देखिरहेको छ घरै घरको शहर हैन काठमाडौँ हामी फाइनल्ली एयरपोर्टबाट पनि ओर्ल्यौ साथीहरु मैले साथीको भिडियो लिए अब हामी होटलतर्फ जाने भनेर हिँड्न लागेको थियौं दाइले चाहिँ यसरी झोला बोक्दै राख्नु भएको छ हेर्नु न अनि हामी चाहिँ एयरपोर्टदेखि बेबेरी होटल सिनामंगलको होटलतर्फ लाग्यौ साथीहरु हामी चाहिँ 4 जना छौं हामी कुदिरहेको छौं अब चाहिँ हामी होटल पुग्यौ अनि होटलबाट चाबी लिएर पनि हामी रुमतर्फ लाग्यौ हामीलाई चाहिँ 204 नम्बरको रुम दिनुभयो रुममा चाहिँ 2 जना बस्नु भन्नुभएको थियो अनि किमाजी र म बसे मैले चाहिँ भिडियो बनाउन थाले अनि म पनि यस्तो थकान भएको थिए के अनि कति बेला पुगौँला र अनि यस्तो तुमला भएको थियो आमा थकान पनि कति लाग्यो न एक त प्लेन डिले भयो रात परिसकेको थियो नि त अनि सुत्न थाले म त गाइजहरु तपाईहरु के गर्दै हुनुहुन्छ अनि खाना पनि यहीँ खाने होला सुत्ने होला सोचेको हैन खाना चाहिँ बाहिर निस्किने भन्नुको अनि धनगढीको टिम आउनु भएको थिएन अनि त्यही भएर धनगढीको टिमलाई वेट गरिरहेको थियौं अनि उहाँहरुको पनि प्लेन डिले भयो जस्तो थियो अनि यहीँ खाना खाने भनेको यति महँगो हैन मेनु हेरेको आमा यति महँगो छ नि हामीले त 100 रुपैयाँमा भेज मोमो खाइरहेको मान्छे 250 छ के अनि कहाँ खानु हौ तर्सिने काम हुँदैन त्यही भएर अब हामी खाना खान चाहिँ बाहिर जान लाग्यो है अनि उहाँ त ड्रेसिङ गरिसक्नुभयो मलाई चाहिँ अल्छी लागेको छ नि त अनि मैले चेन्ज नै गरेको छैन अनि लुगा छुटाए भनेर तनावले बस्नु भएको कि उहाँ चाहिँ जाँदैन भन्नुभएको छ किन्न पनि यहाँ पसल छैन हेर्नु किनिसाध्य नि छैन गाह्रो छ हौ खुट्टा पसार्ने सुत्ने यस्तै छ हौ गाइजहरु अनि 2 जना एउटा रुममा बस्ने भन्नुभयो नि त अनि त्यसको छाडी किमाचिरमा एउटा रुम बस्यौं अनि हाम्रो 2 जना चाहिँ एउटा रुम बस्नु भएको छ अनि हाम्रो रुम चाहिँ यस्तै छ हेर्नु यस्तै छ हो यस्तै छ हामी त अब के गर्नु यस्तै छ अब यति नै भनौं हामी अपडेट दिँदै गर्छौं है हजुरले मेनु कति छ र भन्दा पनि हेर्नु न यति छ के यति छ यो मात्र हैन के यता पनि छ फेरि यति छ यताको फेरि महँगो छ छोई सक्नु छैन त्यही भएर बाहिर जाने खाए जता जस्तो छ त्यति खाने भनेर बाहिर गएको हामी त अनि यसो बाहिरको सिन लिएको हैन अँध्यारो भइसक्यो नि त अन्त खासै त्यस्तो देखिदैन बाटोमा मान्छे हिँडिराख्नु भएको छ यस्तै छ अनि हामी खाना खान निस्केको थियौं धनगढीको टिम पनि फाइनल्ली 8:30 बजे आउनु भयो हामी चाहिँ लाग्यौं होटलतिर निस्केको यो होटलमा चाहिँ खाना एकदम महँगो भयो यतातिर हामी जाँदैछौँ कहाँ पुग्छौँ थाहा छैन है अहिले चाहिँ हामी अँध्यारोमा टल्किदिने हामी चाहिँ जाँदैछौँ खाना खान अब कहाँ पुग्छौँ थाहा छैन हामी चाहिँ अब खाना खाने होटल पुग्यौँ जस्तो लाग्यो थकाली जस्तै खाने होटल यहाँ चाहिँ रहेछ हामी गयौँ साथीहरु अर्को ठाउँ हुनुहुँदो रहेछ यो चाहिँ सुर्खेतको टिम अनि साथीहरु यहाँ हुनुहुन्छ बाँकेको टिम हेलो घरमा हामीले हाई गर्यौं अनि त्यस्तो छाडी एकछिन रमाइलो गफगाफ पनि गर्यौं साथीहरु अब चाहिँ मैले मेनु चाहिँ हेर्नै पर्यो के खाने भइराको थियो नि त अनि जे खाइ पनि पाउने रहेछ दिनुभएको छ उहाँहरुले चाहिँ फाइनली अब हामी खानु पनि लागेको छ सबैजनालाई भोक लागेको छ नि त खाना ढिलाइरहेको छ के गर्ने भइरहेको छ जिन्दगीमा खाना चाहिँ एकदम ढिलो के अर्डर दिएको पनि धेरै भइसक्यो खाना नआएपछि त पानी पिएर भए पनि बस्नु पर्यो नि त जिन्दगीमा साथीहरु परेन त भात खाएको खाना चाहिँ मैले त तर भात खाए पनि अझ गइसक्यो 12 घण्टा भइसक्यो अनि 8:30 बजे खाना ल्याइदिनु होला भन्ने बेला त खाना सोध्न आउनु भएको फाइनली धनगढीको टिम पनि आउनु भयो हामीसँग तगि भेट भइसकेको थियो नि त नमस्कार गर्यो उहाँहरु पनि बस्नु भयो खाना पनि लगभग आयो है ढिलै भए पनि फाइनली दाइले खाना चाहिँ ल्याइदिनु भयो म चाहिँ कति बेला आउला र गम खाम्ला भनेर बसेको थिएँ अब साथीहरुले पनि सुरु गर्नुभयो म पनि के कम भनेर सुरु गर्न थाले है घिउ पनि ल्याउनु भएको छ कस्तो मायाले के घिउ खानुहुन्छ भनिराख्नु भएको छ अनि म
म चाहिँ भातभन्दा धेरै तरकारी देखेर गर्न थालेँ 11 थरी रहेछ है चटनी सहित अनि अब भोक लागेको थियो कति बेला खाम्ला भएको थियो अनि मैले चाहिँ सुरु गरेँ साथीहरू गम हातले होइन साथीहरूले पनि सुरु गर्नुभयो हामी सबैजनाले खाना खान थाल्यौँ साथीहरू यस्तो भोक लागेको थियो नि जिन्दगी खाना चाहिँ ढिलो आयो होइन तर होइन ग्यास उयो दिएछ कि गमागम खाइरहेको छु खाना थप्न आउनु भएको छ अनि त्यहाँबाट सबै साथीहरूले थप्नु पनि पुग्यो म चाहिँ कति बेला थप्ने भनिरहेको छिटो खान्छ नि है अब मैले खाना पनि थपेँ साथीहरू मेरो थाल पनि हेर्नु न यस्तो रित्तो भइसक्यो मतलब चाटचुट पारेर सकिसकेको थियो नि त अनि साथीहरूले पनि थप्नु भयो हामी चाहिँ थप्पी खाना खायौँ यस्तो भोक लागेको यति मिठो भयो अब खाएर भात चोप्नुलाई हिँड्यौँ हामीहरू अनि सर फेरि खाएको पैसा तिर्दै हुनुहुन्छ हिसाब गर्दै हुनुहुन्छ है अनि यसो निस्किँदै गर्दा आफ्नो पनि त भिडियो बनाउनु पर्यो थकालीमा खाना खाएको भनेर पेट यति ठुलो भन्दै म हाँस्दै थिएँ अब रुम जाने भनेर रुमतर्फ लाग्यौँ साथीहरू रुममा पनि पुग्यौँ भात लाग्यो जिन्दगीमा थकाली भात थकाली भात लाग्यो थकाइ पनि लास्ट यति माथि छ नि जम्मा 2 तला माथि भन्ने जम्मा 2 तला माथि छ भातै लाग्यो अब सुत्ने हो गाइजहरू 10 पनि बज्यो भात खाएको तर भात यति महँगो छ 500 रुपियाँ तिरेको भात जम्मा 100 रुपियाँमा भात खाएको 500 रुपियाँ त स्यालेरीभन्दा धेरै खाना खर्चपछि ज्ञान मरिन्छ यता मिस पनि भात लागेर बुलुङ्ग पल्टिराख्नु भएको छ थ्याङ्क यू एभ्री वान फर वाचिङ माई मिनी भ्लग बाई बाई साथीहरू